एभ्रिवान, मैले टिकटकमा एउटा भिडियो हेरेको थिएँ जसमा चाहिँ यो कफीलाई त्यसमा चाहिँ घिउ हालेर बनाइएको कफी सुन्दा अचम्म लाग्न सक्छ। हिमालयन घी कफी भनेर एकजना सरले बनाउनु भएको रहेछ। अनि मलाई उहाँले बनाएको जुन त्यो इन्ग्रिडियन्ट्सहरू चाहिँ मलाई मजा लाग्यो। मैले पनि ट्राई गर्छु भनेर खोजिरहेको छु। मसँग पनि यो मका पट छ, त्यस्तै गरी यो कफी, अनि मसँग मह पनि छ, लोकल मह, त्यस्तै गरी दालचिनीको धुलो पनि छ। सो यति भइसके पछाडि चाहिँ बन्ने रहेछ हिमालयन घी कफी। कस्तो बन्छ म तपाईँलाई यसको एक्सपिरियन्स सेयर गर्नेछु। मका पटमा कफी राखिन्छ, यहाँनिर यस्तो भाँडा हुन्छ, यहाँ राख्ने हो। यसको तल तातो पानी हाल्ने, तातो पानी यसमा ताप्दैछ। यसमा 1 कपको लागि 1 चम्ची कफी राख्ने। यसको जुन मुनि एउटा बाफ आउँछ, त्यो बाफले चाहिँ यो फिल्टर हुँदै यसको यो माथि यसलाई कसिसके पछाडि पानी चाहिँ योभन्दा तल हाल्नुपर्छ। अनि त्यस्तै गरी यहाँनिरबाट देख्न सक्नुहुन्छ, तलबाट चाहिँ यो बाफले कफी फिल्टर हुँदै यो उसमा बट्टाम यहाँ झर्छ। त्यस पछाडि यसलाई चाहिँ खन्याएर हामीले कफी जसरी पनि बनाउन सकिन्छ। कपटमा यहाँ म हल्का तातो पानी अनि कफी हालिसकेको छु। अब यसलाई चाहिँ म ग्यासमा बसाउँछु र त्यस पछाडि चाहिँ बाँकी प्रक्रिया म तपाईँलाई देखाउँछु। कफी चाहिँ अहिले यो उम्लिसकिसकेको छ र यो माथिको भाँडामा यसमा कफी आइसकेको छ। तपाईँले देख्न सक्नुहुन्छ, यो माथि कफीको बाफ पनि आइरहेको छ, एकदम मिठो बास्ना आइरहेछ। मेरो कफी यहाँ बनिसकिसकेको छ। अब यसलाई म तपाईँ देख्न सक्नुहुन्छ, यो फिल्टरबाट माथि आइसकेको छ कफी। यसमा चाहिँ यसलाई अलिक धेरै बनाउनु पऱ्यो भने चाहिँ यसमा तातो पानी एड गर्न सकिन्छ, नत्र पनि यतिमै पनि यो स्वादिष्ट छ। देख्न सक्नुहुन्छ कफी। अब यसमा चाहिँ के हाल्ने भन्दा, अब यसमा घिउ हाल्ने, लोकल घिउ जुन यहाँ सिन्धुलीबाट मगाएको गाईको घिउ छ। यहाँ आफै घरमा यसलाई चाहिँ बनाएको घिउ, यो नौनी मगाएर बनाएको घिउ हो, त्यो छ। त्यस्तै गरी मसँग यहाँनिर मैले भर्खर पिसेको दालचिनीको धुलो पनि छ। अनि मसँग त्यस्तै गरी तपाईँलाई म देखाउँछु, मसँग मह पनि छ। मह छ, यो लोकल मह हो। यो चाहिँ भर्खरै यो इटालीबाट लिएर आएको मह, लोकल मह। अब यति हालिसके पछाडि कफी कस्तो बन्छ भनेर म तपाईँलाई पछि सेयर गर्छु।